दर्शकवृन्द नमस्कार। कार्यक्रम एनटिभी हटलाइनको नयाँ श्रृङ्खलामा यहाँहरूलाई हार्दिक स्वागत छ। म किशोर निरुला। हामी यस कार्यक्रममा सार्वजनिक सेवा प्रवाहमा देखेका तमाम समस्याहरूलाई गुनासोको रूपमा प्राप्त गर्दै सम्बन्धित निकायसम्म पुग्दै सम्बन्धित निकायलाई खबरदारी र जवाफदेही बनाउँदै आएका छौँ। आजको श्रृङ्खलामा पनि यहाँका चासो गुनासोहरू सम्बोधन गर्ने गरी उपस्थित भइसकेका छौँ। कार्यक्रममा प्रवेश गर्नुभन्दा अगाडि यहाँले नै सम्पर्क गर्ने र गुनासो पठाउने सम्पर्क माध्यमहरू प्रस्तुत गर्दैछौँ। कार्यक्रम एनटिभी हटलाइनमा तपाईका सार्वजनिक चासो गुनासो र समस्याका विषयहरू हामीलाई पछाउनका लागि सम्पर्क माध्यमहरू मोबाइल, व्हाट्सएप र भाइबर 9847279075, फेसबुक एनटिभी हटलाइन, इमेल ntvhotline@gmail.com। दर्शकवृन्द, जनकपुर ढल्केवर सडक खण्डमा पर्ने बसही पुल 7 वर्षदेखि अलपत्र परेको गुनासो प्राप्त भएको छ। निर्माण कम्पनी सम्पर्कविहीन भएपछि पुल निर्माण कार्य रोकिएको हो। 2 पटक म्याद थप गरिए पनि भौतिक रूपमा हालसम्म जम्मा 40% मात्र काम सम्पन्न भएको जनाइएको छ। पछिल्लो 6 महिनादेखि त निर्माण कार्य पूर्ण रूपमा बन्द भएको बताइएको छ। 2076 साल असार 31 गते उक्त निर्माण कम्पनीसँग सम्झौता भएको थियो। 78 असार 30 गतेसम्म पुल निर्माण सक्नुपर्ने शर्त थियो। भ्याटसहित 14 करोड 8,02,23 रुपियाँमा ठेक्का सम्झौता भए पनि उक्त काम हालसम्म अलपत्र अवस्थामा रहेको गुनासो प्राप्त भएको छ। हेटौँडा सिमेन्ट उद्योग 6 महिनापछि पुनः सञ्चालनमा आएको छ। उद्योगका यन्त्रहरूको मर्मत सम्भार र कच्चा पदार्थ आपूर्ति भएपछि गत मङ्गलबारदेखि सिमेन्ट उत्पादन गर्न चुनढुङ्गा तयार पार्न प्रारम्भ भएको छ। अब दैनिक रूपमा 600 क्विन्टल सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको छ भने विक्रमसम्म 2033 सालमा जडित यन्त्र थोत्रो र पुरानो भएको कारणले नयाँ खरिद गर्नुपर्ने बाध्यात्मक परिस्थितिमा हेटौँडा सिमेन्ट उद्योग पुगेको छ। त्यसैगरी विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो शिखर कञ्चनजङ्घा हिमालको पहिलो सफल आरोहणको 70औं वार्षिक उत्सवको अवसरमा ताप्लेजुङमा कञ्चनजङ्घा हिरक महोत्सव 2082 भव्य रूपमा आयोजना हुँदैछ। कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदको आयोजनामा हुन लागेको महोत्सवमा आजदेखि आइतबार 5 देखि 7 गतेसम्म सञ्चालन हुने बताइएको छ। त्यसैगरी आजको विषय रहेको छ सरकारी वेबसाइटहरू बारम्बार डाउन हुने गरेका छन्। आज पनि बिहानैदेखि नेपालका अधिकांश सरकारी वेबसाइटहरू डाउन छन्, कुनै पनि सञ्चालनमा आउन सकेका छैनन्। यो समस्या आजको मात्र नभएर विगतमा पनि समय समयमा यो खालको समस्या देखिने गरेको थियो। आज हामी यिनै विषयमा बढी केन्द्रित रहेर कुराकानी गर्दैछौँ र यस विषयमा थप कुराकानी गर्नको लागि यति बेला हामीसँग सूचना प्रविधि क्षेत्रका जानकार तथा सूचना प्रविधिविद सुरज ढुङ्गेल यति बेला हाम्रो प्रत्यक्ष भाइबर सम्पर्कमा हुनुहुन्छ। स्वागत छ यहाँलाई कार्यक्रममा। धन्यवाद। नमस्कार। हजुर, मैले यहाँको कुराकानीको सुरुवात आज जुन हिसाबबाट सरकारी वेबसाइटहरू बिहानैदेखि कुनै पनि सञ्चालनमा आउन सकेका छैनन्, सबै डाउन छन् र यो हिसाबले गर्दाखेरि आम नागरिकहरूले सूचना प्राप्त गर्ने र सँगसँगै सेवा प्रवाहमा पनि समस्या भएको गुनासोहरू पनि आइरहेको छ। यो आजको मात्र समस्या नभएर विगतमा पनि हामीले समय समयमा भोग्दै आएको हो र यो क्षेत्रमा तपाईँ आफै जानकार पनि हुनुहुन्छ, विज्ञ पनि हुनुहुन्छ, काम गर्दै हुनुहुन्छ। के कारणले यो समस्याहरू आइरहेको छ र आजको चाहिँ खासमा के भएको रहेछ, यो जानकारी गराइदिनुहोस् न। मूलत सूचना प्रविधिबाट हामीले सेवा सुविधाहरू चुस्त दुरुस्त पाउँछौँ। यसमा हामी निर्विकल्पै छौँ, यसमा हामी सबैजना कन्भिन्स नै छौँ। तर सूचना प्रविधिलाई व्यवस्थापन गर्नु असाध्यै चुनौतीपूर्ण छ। यो इन्टरकनेक्टेड छ। एउटै मात्र संस्थाले, एउटै मात्र व्यक्तिले अथवा एकै तरिकाले मात्रै सोचेर सूचना प्रविधिलाई हामीले चाहिँ व्यवस्थापन गर्न सक्दैनौँ। अहिले हामीले नेपालमा लामो समयदेखि पटक देखिरहेका छौँ, विभिन्न समस्याहरू आइरहेको छ। कहिले साइबर आक्रमणको घटनाको कारणले गर्दाखेरि सेवा अवरुद्ध भइरहेको छ, कहिले सामान्य मानवीय त्रुटिको कारणले हाम्रो सूचना प्रविधिमा अपरेसनमा असर परिरहेको छ, कहिले हाम्रो योजनाहरू चाहिँ दीर्घकालीन योजना नहुँदाखेरि, हामीले राम्रोसँग योजना नबनाउँदाखेरि समस्या आइरहेको छ। यो कारण सूचना प्रविधिको व्यवस्थापन गर्नु चुनौतीपूर्ण छ। र अहिले चाहिँ मैले यो आजको समस्या चाहिँ के रहेछ भनेर बुझ्दाखेरि मूलत यो विद्युत आपूर्तिमा जहाँको कारणले गर्दाखेरि उहाँहरूसँग भएको सिस्टमले काम नगर्दाखेरि यो समस्या आयो भन्ने मैले बुझेको छु। तर यो डिभाइसमा आएको प्रब्लम भनेर हामीले उम्कनु चाहिँ असाध्यै ठुलो यो दोष लगाउने कुरा भयो होइन। डिभाइसमा प्रब्लम आएको कारणले गर्दा उम्कने कुरा भयो। डिभाइसमा प्रब्लम आउन सक्छ, हामीसँग मल्टिपल डिभाइसेसहरू राख्नुपर्छ। हामीले प्रोभाइड गरिरहेका, हामीले उपलब्ध गराइरहेका सेवाहरूको
क्रिटिकलिटी यो स्तरको छ, यो सेवा अवरुद्ध भयो भने हामीलाई यो सेक्टरमा असर पर्छ, देशको रेभेन्यूदेखि लिएर सेवा प्रवाहदेखि लिएर देशको इज्जतसम्ममा पनि असर पर्न सक्छ भनेर राम्रोसँगले योजना गरिएको थियो र हामीसँग त्यो स्तरको इन्फ्रास्ट्रक्चर हामीले बनाएका थियौँ भनेदेखि चाहिँ यसरी यो देशकै बेइज्जत हुने गरी यो आजको विषयमा ठ्याक्कै प्रवेश गर्दाखेरि चाहिँ यो चाहिँ पूर्वाधारमा जुन खालको जेनेरेटरमा समस्या भएको अथवा अरू कुनै चाहिँ पूर्वाधारमा समस्या भएको के जानकारी दिनुभयो उहाँहरूले आम नागरिकहरूलाई? यो चाहिँ ठ्याक्कै जानकारी गराइदिनुहोस् अनि अरू हामी जेनेरेटर भन्दा पनि अटोमेटिकली पावर फेल हुँदाखेरि अटोमेटिकली स्विच हुने एउटा डिभाइस हुन्छ। त्यो डिभाइसमा चाहिँ प्रब्लम आएको कारणले गर्दाखेरि हाम्रो समस्या भयो, हामीले रिबुट गर्नु पर्यो भन्ने मैले जानकारी पाएँ। यो फेरि मैले सम्बन्धित व्यक्तिबाटै नपाएर त्यहाँ सेवा प्रवाह गर्ने अर्को भेन्डरको थ्रुबाट जानकारी लिएको हो। अनि यसमा जस्तो तपाईँ यो क्षेत्रमा लामो समयदेखि काम पनि गर्नुभएको छ, जस्तो सूचना प्रविधिको क्षेत्रमा एउटा डिभाइसले काम नगर्दै गर्दा यो त राज्यसँग जोडिएको विषय भयो, यहाँले अघि सुरुमा पनि जोड्नुभयो नि, जुन चाहिँ आम नागरिकहरू सेवा प्रवाहमा प्रत्यक्ष रूपमा जोडिएका छन्। हामीले बिहानदेखि प्रयास गर्दा कुनै पनि वेबसाइटहरू खुलिरहेका छैनन् भनेपछि आम नागरिकले पनि त्यो सेवा त प्राप्त गर्न सक्नु भएको छैन। त्यसमा चाहिँ विकल्पहरू हुन्छ कि हुँदैन भनेर? यसमा यस्तो हुन्छ, सूचना चाहिँ अहिले हामीले बेसिकली इन्फर्मेसन टेक्नोलोजीलाई एउटा पार्ट अफ अपरेसन मात्रै नहेरेर यो पार्ट अफ रिस्क पनि हो, एउटा जोखिमको क्षेत्र पनि हो। हाम्रो नेपालमा चाहिँ यसलाई पार्ट अफ अपरेसन, यसले चाहिँ हामीले सेवामा चुस्तता हुन्छ भन्ने हिसाबले मात्र हेरेका छौँ। अब यसमा जोखिम चाहिँ के हुन सक्छन्, जोखिमहरू कसरी आउन सक्छन्, जोखिमलाई न्यूनीकरण कसरी गर्ने, यसको अन्तर्राष्ट्रिय अभ्यास नै छ। विभिन्न अन्तर्राष्ट्रिय अभ्यासमा यो फ्रेमवर्कमा बसेर काम गर्नुपर्छ, यो खालको स्ट्यान्डर्ड हुनुपर्छ, इन्फ्रास्ट्रक्चर यो लेभलको हुनुपर्छ, तपाईँको डिआर ड्रिलिङ यसरी गर्नुपर्छ, अडिट यो ग्यापमा गर्नुपर्छ, एक्सपर्टिज यो लेयरमा यो खालको हुनुपर्छ भनेर प्रपर चाहिँ गाइडलाइनै छ अन्तर्राष्ट्रियमा। नेपालमा पनि नेपाल राष्ट्र ब्याङ्कले त्यो फलो गर्छ, केही संस्थाहरू जस्तै एनटिएले फलो गर्छ होइन। तर यो जुन अहिले हामीले यो जिआइडिसीसँग सम्बन्धित समस्या को कारणले गर्दाखेरि अहिले यो सरकारी सेवाहरू अवरुद्ध छ, त्यहाँ चाहिँ त्यति फलो गरेको पाइँदैन। मूलत त्यो हामीसँग संरचनागत पनि समस्या छन्। दक्ष जनशक्तिको मिड लेभलमा दक्ष जनशक्ति देख्छु म त्यहाँ होइन, उहाँहरूले पनि लगानी गर्नुभएको छ, भेन्डरहरूकै थ्रुबाट काम गर्ने हो, एक्सपर्टिजकै थ्रुबाट कामहरू गर्ने हो। त्यो कारणले मिड लेभलमा समस्या देख्दिन, तर टप लेभलमा यो चाहिँ अलिकति त्यहाँ एक्सपर्टिजको अलिकति अभाव पनि देखिन्छ। अब यो आज जुन बिहानदेखिको समस्या छ यसले अरू रिस्कहरू चाहिँ के कस्तो हुनसक्छ? विशेष गरी ती वेबसाइटहरू डाउन भएर भोलि फेरि रिकभर हुन नसक्ने अथवा त्यसमा ह्याक हुन सक्ने अरू पोसिबिलिटी चाहिँ कतिको रहन्छ होला? आजको समस्याले त सेवा प्रवाहमा नै असर पर्यो। यो विश्वसनीयतामै प्रश्न उठ्यो, सरकारको सेवा प्रवाह गर्ने क्षमतामै प्रश्न उठ्यो। यो समग्र हाम्रो राज्य प्रणाली नै फेलियर भएको हिसाबले पनि हो, किनभने आज धेरैवटा सेवाहरू अवरुद्ध छन् होइन। त्यो कारणले गर्दाखेरि यो राज्यप्रतिको विश्वसनीयता नै गुम्छ। यस्तो कारणले यो अति नै संवेदनशील विषय हो। यो कति हाम्रा सेवा प्रवाह अवरुद्ध भएका छन्, यसले आय आर्जन इन्कम रेभेन्यू जेनेरेट पनि घटेको होला। त्यो कारणले यसको व्यापक छ यसको जोखिम त। अब सँगै अहिले यो चाहिँ साइबर आक्रमणले होइन भन्ने मैले अपुष्ट जानकारी चाहिँ पाएको छु। अब मैले सम्बन्धित व्यक्तिसँगै नसोधेर थर्ड पर्सनको थ्रुबाट इन्फर्मेसन पाएको हुनाले गर्दाखेरि यो एक्ज्याक्ट यो चाहिँ मैले पाएको जानकारी चाहिँ विद्युतको त्यो डिभाइसमा आएको प्राविधिक समस्याको कारणले गर्दा हो भन्ने पाएको हो। त्यो पनि यत्रो समयसम्म एउटा ब्याकअप नराख्नु भनेको चाहिँ हामीले कतै यो पुराना घटनाहरू घटिरहँदाखेरि ती घटनाहरूको कारण के थिए, त्यहाँलाई अझ स्तरीय बनाउनको लागि गर्नुपर्ने प्रयास नगरेको कसले थियो भनेर जिम्मेवार नबनाएको कारणले गर्दा घटना दोहोरिरहेको हो कि त्यसले पनि हेर्नुपर्ने हुन्छ जस्तो लाग्छ मलाई। विगतमा जस्तो यो जुन विद्युत पावरको चाहिँ सप्लाईमा आएको समस्या र विगतमा पनि यो जेनेरेटरमा आएको समस्या, कहिले अरू विभिन्न पूर्वाधारमा आएको समस्या भनेर चाहिँ यी खालका जवाफहरू हामीले प्राप्त गर्ने गरेका छौँ र विगतमा पनि यो समस्या आइसकेको कारणले यसलाई त समाधानमा हामी जान सक्नु पर्थ्यो नि त। यसको वैकल्पिक विकल्पहरू के हुन सक्थ्यो, त्यसमा वैकल्पिक पावर सप्लाईका विषयहरू पनि हुन सक्थ्यो होला। त्यसमा पनि त्यही पनि अब बिहानदेखि अहिलेसम्म 4-5 घन्टा 6 घन्टासम्म पनि त्यसको चाहिँ समाधान हुन नसक्नु भनेको चाहिँ कस्तो महसुस गरिराख्नु भएको छ यहाँले चाहिँ यो विषयलाई? यो चाहिँ मैले जिआइडिसीमा
थर्ड पार्टी अर्गनाइजेसनबाट लामो समय काम पनि गरेको छु। जिआइटिसीमै नभएर जिआइटिसीमा राखेका संरचनाहरूलाई मैले नजिकबाट हेरेको छु। त्यो कारणले राज्यले यहाँ प्रशस्त लगानी गरेको छ। विकसित देशले जुन स्तरमा लगानी गरेका छन् संरचनामा र नेपालको आवश्यकता अनुसार राज्यले प्रशस्तै लगानी गरेको छ। तर त्यहाँ भएको के छ भन्दाखेरि त्यहाँ व्यापक भ्रष्टाचार भएको थियो। त्यो जुन हामीले समाचारहरू पनि थाहा पायौँ। र टप लेभलमा चाहिँ जुन लेभलको दक्ष व्यक्ति हुनुपर्ने हो, उहाँले जसरी डाइनामिक तरिकाले यो इन्फर्मेसन टेक्नोलोजी भनेको चाहिँ जोखिमको क्षेत्र पनि हो, यसले सेवा प्रवाहसँग सिधै यसको साइनो जोडिएको छ, यसले राज्यको इज्जत धान्ने कुरा पनि हो भन्ने हिसाबले जसरी यसलाई संवेदनशील भएर उहाँले हेर्नु पर्थ्यो र राज्यले जसरी त्यसलाई त्यहाँ एकदम दक्ष व्यक्तिलाई नियुक्ति गर्नु पर्थ्यो, त्यो कारणले गर्दाखेरि पनि त्यो तल्लो तहसम्म फ्लो नहुँदाखेरि आएको समस्या जस्तो लाग्छ मलाई। त्यहाँ मैले मेरो आफ्नो मूल्याङ्कनमा चाहिँ त्यहाँ लगानीको समस्या पनि होइन, मिड लेभलको जनशक्तिको समस्या पनि होइन। त्यहाँ हाइली क्यापेबल इन्जिनियर्सहरू हुनुहुन्छ, थर्ड पार्टी एग्रिमेन्टहरू छ होइन। हामीले चाह्यौँ भनेदेखि वर्ल्ड क्लास भेन्डरहरूसँग सपोर्ट लिएर पनि काम गर्न सक्छौँ। त्यो भएर प्राविधिक समस्या होइन, समस्या चाहिँ नीतिगत तहमा हो। टप लेभलको व्यक्तिको जुन नियुक्ति प्रक्रियादेखि नै त्यहाँ जुन प्रक्रियाले नियुक्ति गरिन्छ त्यहीँनेरि समस्या छ। त्योभन्दा तल्लो तह चाहिँ क्यापेबल छ। लगानीको पनि समस्या हो जस्तो चाहिँ मलाई लाग्छ। यसमा जस्तो डेटा इन्फर्मेसनका कुराहरू छन् नि, कतिपय अवस्थामा हाम्रा इन्फर्मेसनहरू त सबै चाहिँ वेबसाइटहरूमा हुने गरेका छन्। अहिले त अधिकांश सरकारी कार्यालयहरूले आम नागरिकका इन्फर्मेसनहरूलाई चाहिँ त्यहाँ राख्ने गरेको पनि छ। त्यसले यसरी यो समस्या आउँदै गर्दाखेरि भोलि हाम्रा इन्फर्मेसनहरू चाहिँ थर्ड पार्टीले अथवा अरू कसैले, अरू कुनै देशका चाहिँ प्रयोगकर्ताहरूले अथवा ह्याकरले चाहिँ त्यो दुरुपयोग गर्न सक्ने सम्भावना चाहिँ कतिको रहन्छ होला? यो त तपाईँको हामीले जति नै सुरक्षित संरचना बनाए पनि, जति नै गरे पनि हामीले निरन्तर त्यसलाई अनुसन्धान गरिरहेनौँ, त्यसलाई अपडेट गरिरहेनौँ, त्यसका चुनौतीहरूलाई विश्लेषण गरिरहेनौँ, हामी पनि अप टु डेट भइरहेनौँ भने त्यो सम्भावना त सधैँ रहिरहन्छ। किनभने त्यो हामीले एकचोटि सेटअप गरिसके पछाडि र त्यो सेक्युर हुने भन्ने कुरा त हुँदैन, हामीले निरन्तर हेरि पनि राख्नु पर्यो। त्यो सम्भावना सधैँ रहिरहन्छ। तर यहाँ मूल कुरा चाहिँ हामीले यो इन्फर्मेसन टेक्नोलोजीलाई नेपाल सरकारले चाहिँ विशेष त यो जोखिमको क्षेत्र हो भन्ने हिसाबले नहेरेको हो कि, र यहाँ जो विगतमा पनि यस्ता घटनाहरू घटिसके पछाडि त्यहाँ ती सम्बन्धित व्यक्तिहरूलाई कारबाही गरिदिएको भए अथवा दक्ष जनशक्ति त्यहाँ नियुक्ति गरिदिएको भए यस्ता घटनाहरू घट्ने थिएनन्। यो त राज्यको अघि पनि भने मैले, राज्यको विश्वसनीयता नै गुम्ने खतरा रहन्छ। किनभने सबै सेवाहरू हामीले इन्फर्मेसन टेक्नोलोजीमा लैजाने, इन्फर्मेसन टेक्नोलोजी चाहिँ रिलायबल भएन भनेदेखि यो विश्वसनीयतामै समस्या पर्छ। फेरि यहाँ कतिपय सर्भिसेसहरू इन्टरकनेक्टेड छन्। अब हामी नेसनल आइडीको कुरामा पनि जाँदैछौँ। त्यो नेसनल आइडीको सिस्टम पनि यसरी डाउन भयो भने ब्याङ्किङ सिस्टममा पनि सेवा प्रवाह गर्न कठिनाइ हुन्छ। यो इन्टरकनेक्टेड छ। यो असाध्यै संवेदनशील भएर हेर्नुपर्ने विषय हो, किनभने यो राज्य फेल्योर भएको देखिनेछ। उडानहरू अवरुद्ध भएको थियो लास्ट टाइमको घटनामा। लोकसेवाको परीक्षा रद्द गर्नु पर्यो, रद्द गरेर फेरि फर्म फिलअप गर्नु परेको थियो। यो असाध्यै यो लज्जास्पद कुरा हो। यो जिम्मेवार निकायले तत्काल एक्सन लिनुपर्ने कुरा हो। राज्यले प्रशस्त लगानी गरेको छ तर रिटर्न लिन सकेको छैन। यो अब यसमा यहाँले अघि पनि जानकारी गराइसक्नुभयो कि लामो समयदेखि तपाईँले सम्बन्धित ठाउँमा पनि काम गरिसक्नु भएको छ। त्यो हिसाबले गर्दाखेरि अब सुधार्नुपर्ने पक्ष, विशेष गरी प्रविधिको त यो एक हिसाबले हामी प्रविधिमा त निकै अगाडि फड्को मारिसकेका छौँ, त्यो हिसाबमा कुनै समस्या छैन। तर संरचनागत र नीतिगत रूपमा चाहिँ अलिकति सुधार गर्नुपर्ने देखिन्छ र राजनीतिक नेतृत्वले चाहिँ अलिकति यो विषयमा गम्भीर भएर सोचिदिनुपर्छ। किनभने अहिलेको अवस्था भनेको सूचना प्रविधि बिना कोही पनि अलग भएर बस्न सक्ने अवस्था छैन। हाम्रो हरेक दैनिकी चाहिँ सूचना प्रविधिमा जोडिएका छन्, सरकारसँग जोडिएका छन्। तीमाथि नेपाल सरकारले त अहिले डिजिटल नेपालको चाहिँ फ्रेमवर्क अगाडि लगिरहेको छ। त्यो स्थितिमा अब तपाईँ आफैले त्यो क्षेत्रमा काम गर्दै गर्दा संरचनागत रूपमा के सुधार गर्नुपर्छ र नीतिगत रूपमा के कस्ता कमजोरी छन् त्यो पनि औँल्याइदिनुहोस् न। संरचनागत रूपमा हामीले यसलाई सबैभन्दा पहिला त यो जोखिमको क्षेत्र हो भनेर हेर्न पर्यो। हाम्रो हेर्ने दृष्टिकोण नै यो हाम्रो अपरेसन, यो हामीले सेवा सञ्चालन गर्ने इन्फ्रास्ट्रक्चर हो, माध्यम हो भन्ने नहेरेर यहाँ जोखिम छ। जोखिम न्यूनीकरण गर्नुको लागि हामीले जस्तो आजको दिनमा गुगललाई जति जोखिम छ उसले अनलाइन सेवाहरू उपलब्ध प्रोभाइड गरेको कारणले त्यति नै जोखिम नेपाल सरकारलाई पनि हो, एक्ज्याक्ट सेम हो। र उसले जोखिम न्यूनीकरण गर्नको लागि जुन उपायहरू अवलम्बन गरेको छ त्यो पब्लिकली अभाइलेबल छ। कुन काम कसरी गर्ने, कस्तो फ्रेमवर्कमा बसेर काम गर्ने, कुन कुराहरू सिस्टमहरू राख्ने, ड्रिलिङ कसरी गर्ने, अडिट कतिखेर गर्ने, कुन लेभलको गर्ने,
कम्प्लिटली पब्लिकली अभाइलेबल डकुमेन्ट छ, उसको जोखिम र हाम्रो जोखिम सेम छ, उही स्तरको छ। तर हामीले जोखिम न्यूनीकरण गर्ने उपाय गरिरहेको अवलम्बन प्र्याक्टिसेसहरू चाहिँ उसको एक खालको चाहिँ हाम्रो आकाश जमिनको फरक छ। हामीले एउटै रिस्क लिएर बसिरहेका छौँ, तर त्यो रिस्क मिटिगेसन गर्ने उपायहरू चाहिँ फरक छ। त्यो कारणले हामीले एक्ज्याक्ट इन्टरनेसनल फ्रेमवर्कहरू फलो गरेर नै जोखिमलाई न्यूनीकरण गर्नुपर्ने हुन्छ, त्यसको विकल्पै छैन। किनभने सेम इन्फ्रास्ट्रक्चर हो, सेम टेक्नोलोजी हो, सेम रिस्क हो। त्यो कारणले हामीले पनि एक्ज्याक्ट इन्टरनेसनल प्र्याक्टिस फलो गर्नै पर्छ होइन। अब इन्टरनेसनल प्र्याक्टिस फलो गराउनुको लागि यता नेपाल राष्ट्र ब्याङ्कले धेरै अगाडि छ, उसले इन्टरनेसनल प्र्याक्टिस फलो गराउनुको लागि ब्याङ्कहरूलाई त्यही लेभलको गर्छ। तर यता त्यो साइडमा चाहिँ ग्याप छ। त्यहाँ ग्याप हुनु भनेको दक्ष जनशक्तिकै कुरा हो। त्यहाँ दक्ष जनशक्ति नियुक्ति गरियो भने नेपालमा दक्ष जनशक्ति नभएको पनि होइन। नेपाल टेलिकमकोमा हामीले यो स्तरको समस्या सुन्दैनौँ, किनभने त्यहाँ त्यही हिसाबको जनशक्ति हुनुहुन्छ, उहाँले त्यही अनुसारको म्यानेज गरिराख्नु भएको छ। दक्ष जनशक्ति छ, तर उहाँले नियुक्ति पाउनु भएको छैन। उहाँलाई नियुक्ति दियो र उहाँहरूले यसलाई रिस्कको क्षेत्र हो यो भनेर उहाँले विश्लेषण गरेर न्यूनीकरण गर्दै जानु सम्भव छ, गरिहाल्नुपर्छ यो भन्ने लाग्छ मलाई। हजुर, अर्कोतर्फ चाहिँ यो जस्तो नि मैले बिहान सरसर्ती हेर्दाखेरि प्रदेश स्थानीय तहको वेबसाइट पनि चल्दैन, प्रदेश स्तरको पनि चल्दैन, सङ्घीय स्तरको कुनै पनि चल्दैन, मन्त्रालय, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय कुनै पनि चल्दैन। यो एउटै चाहिँ भेन्डरबाट अथवा एउटै सर्भरबाट गएको कारणले यसरी ठुलो सबैतिर समस्या आउँछ कि यसलाई चाहिँ डिफ्रेन्ट भेन्डर अथवा सर्भरबाट पठाउँदाखेरि कुनै एउटा चल्ने कुनै नचल्ने त्यो खालको हुँदाखेरि केही हदसम्म रिस्क मिनिमाइज हुन्थ्यो कि अथवा सेवा प्रवाह सबै अवरुद्ध हुँदैन थियो कि त्यो एङ्गल चाहिँ के हुन्छ यसको तपाईँ? होइन, यो त सेन्ट्रलाइज गरेकै राम्रो हो होइन। यो सेन्ट्रलाइज गर्दाखेरि हाम्रो कस्ट न्यूनीकरण पनि हुन्छ। हामीले मोनिटर गर्नुको लागि त्यसमा लाउनुपर्ने सेक्युरिटीका प्रोडक्टहरू, सेक्युरिटीको टुल्सहरू, मेन पावर पनि हाम्रो एकदमै घट्छ। त्यो कारणले सेन्ट्रलाइज गर्दाखेरि प्रब्लम हुँदैन। तर यसको रेप्लिकेसनहरू जस्तो हाम्रो डेटा सेन्टर सिंहदरबारमा छ भने यसको कपी अर्को ठाउँ 3-4 ठाउँ राखेर हामीले एक ठाउँ डाउन भयो भने अर्को ठाउँबाट सेवा प्रवाह गर्नु पर्ने हो। तर यसलाई जिल्लामा इन्फ्रास्ट्रक्चर बनाउने, जिल्लामा डेटा सेन्टर बनाउने, नगरपालिका बनाउँदाखेरि चाहिँ त्यो भ्रष्टाचार मात्रै हुन्छ। त्यो सेन्ट्रलाइज नै गर्नुपर्छ। अहिले पनि कतिपय डिसेन्ट्रलाइज नै छन्, कतिपय संस्थाहरूले आफ्नो हिसाबले डेटा सेन्टरहरू बनाइ पनि राखेका छन्। त्यो गर्दाखेरि आउटपुट त्यति आउँदैन। सेन्ट्रलाइज नै बनाएर तर त्यो सेन्ट्रल डेटा सर्भरलाई चाहिँ हामीले मल्टिपल ठाउँमा राखेर चाहिँ हामीले अपरेसनलाई मेन्टेन गर्दाखेरि बेस्ट हुन्छ र ग्लोबल प्र्याक्टिस पनि त्यही हो। हजुर, अर्कोतर्फ चाहिँ यो निजी क्षेत्रको पनि मैले सरसर्ती चेक गरेको थिएँ। निजी क्षेत्रको फेरि सबै वेबसाइटहरू चलि नै रहेका छन्। यसमा चाहिँ डिफ्रेन्सेस के हो? तपाईँले अघि भनेकै त्यो दक्ष जनशक्ति अथवा जुन हिसाबको संरचनागत व्यवस्था हुनुपर्ने थियो त्यो हिसाबको सरकारीमा चाहिँ अलिकति त्यो खालको अलिकति हेयको दृष्टिकोणले हेरिएको अथवा त्यसलाई कमजोर दृष्टिकोणले हेरिएको हो कि के हो? यसमा दुईटालाई अलिकति कम्पेयर गरिदिनु न, के छ यहाँ? यो निजी क्षेत्रले त आफ्नो व्यापार प्रफिट आर्जन गर्नुको लागि नै व्यवसाय गरिराखेको हुन्छ। त्यो कारणले गर्दाखेरि उहाँहरूलाई यो खालको सर्भिस देख्यो भने उहाँहरूको विश्वसनीयता नै गुम्छ र कसैले पनि उहाँहरूबाट सेवा लिनु हुँदैन। त्यो कारणले उहाँहरूले इन्टरनेसनल प्र्याक्टिसलाई सकेसम्म एजिटेड फलो गरेर सेवाहरू दिइराख्नु भएको छ। त्यसको जोखिमलाई मूल्याङ्कन गर्ने, त्यसको न्यूनीकरण गर्ने उपायहरू अवलम्बन गरिराख्नुहुन्छ, डिभाइसेसहरू अपडेट गर्ने कामहरू गरिराख्नुहुन्छ। त्यो कारणले गर्दाखेरि त्यहाँ सेवा प्रवाहमा समस्या अलिक कम भएको हो। अलिअलि प्रब्लम त हुन्छ होइन, तर यो सर्भिस प्रवाहमा विश्वसनीयता नै गुम्ने हिसाबको छैन। नेपाल यता सरकारकोमा चाहिँ मैले अघि पनि भने माथिल्लो तहमा जुन नियुक्तिमा जसरी गरिन्छ समस्या त्यहाँबाट सृजना भएको जस्तो लाग्छ मलाई। दक्ष जनशक्तिको नियुक्ति भयो भने बाँकी त्योभन्दा तल्लो लेयर एकदम क्यापेबल हुनुहुन्छ। त्यहीँ पनि त्यही अर्गनाइजेसनमा आजको दिनमा पनि क्यापेबल इन्जिनियर्सहरू हुनुहुन्छ, एक्सपिरियन्स इन्जिनियरहरू हुन्छ। उहाँहरूसँग वर्ल्ड क्लास अर्गनाइजेसनसँग एनुअल मेन्टेनेन्स कन्ट्र्याक्ट छ होइन। त्यो भिजन नभएको कारणले गर्दाखेरि प्रब्लम आएको हो। त्यो टप लेभलको मेन पावर चाहिँ हाइली क्यापेबल नियुक्ति गर्यो भने यो समस्या कहिले पनि दोहोरिँदैन र हाम्रो यो इज्जत जाने अवस्था कहिले पनि रहँदैन। हस्, यो महत्त्वपूर्ण समय र जानकारीको लागि यहाँलाई धेरै धेरै धन्यवाद। हस्, थ्याङ्क यू, मलाई समय दिनुभयो, धन्यवाद। दर्शकबिन, उहाँ हुनुहुन्थ्यो सूचना प्रविधि क्षेत्रका जानकार तथा सूचना प्रविधिविद सुरज ढुङ्गेल। विशेष गरी आज बिहानैदेखि सरकारी वेबसाइटहरू डाउन रहेका छन्, कुनै पनि सरकारी वेबसाइटहरू सञ्चालनमा आउन सकेका छैनन् र सूचना प्रविधिको दृष्टिकोणबाट यो कुन हिसाबको समस्या देखिएको हो र यसलाई समाधान गर्नको लागि के कस्ता प्रयासहरू हुन सक्छन्, कमी कमजोरी कहाँ रहेका छन् भन्ने विषयमा केन्द्रित रहेर कुराकानी गरेका थियौँ। आजको कार्यक्रमको निर्धारित समय सकिन लागेको छ। कार्यक्रमबाट बिदा लिनुभन्दा अगाडि यहाँले नै सम्पर्क गर्ने र गुनासो पठाउने सम्पर्क माध्यमहरू प्रस्तुत गर्दैछौँ।
कार्यक्रम एनटिभी हटलाइनमा तपाईका सार्वजनिक चासो, गुनासो र समस्याका विषयहरू हामीलाई पछाउनका लागि सम्पर्क माध्यमहरू: मोबाइल, व्हाट्सएप र भाइबर 98 427 49 075, फेसबुक एनटिभी हटलाइन, इमेल ntvhotline@gmail.com। हस्त दर्शकवृन्द, आजको श्रृङ्खलाबाट हामी सबै बिदा चाहन्छौँ। भोलि फेरि यहाँकै समस्या गुनासो सम्बोधनका लागि उपस्थित हुने नै छौँ। त्यतिन्जेल यहाँहरू सार्वजनिक सेवा प्रसारण नेपाल टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।